नलपाराला बस बसंती न्याउला तेरै बोली मिठो मन्द बस बसंती न्याउला तेरै बोली मिठो मन्द अहिलेका युवाले सुनेका छौ अहिलेका छोराटाले सुनेका नै पुरानाले त सुनेका होला हिँडको घाँस काट्न सक्छौ र माटो माया छैन आजभन्दा धेरै पुरानो गीत पनि सुन्नु भएको छ अहिलेका नयाँ चेन्जी युवाहरूले तपाईँहरूलाई सलाम छ फोटो हेरी टिका लाउनु फोटो हेरी टिका लाउनु यो सबै छैन करनाले फुला सुके हजारी फुला करनाले फुला सुके हजारी फुला नरो बहिनी तिहार सम्झी नरो बहिनी तिहार सम्झी सौगिता दिँदैन करनाले फुला सुके हजारी फुला करनाले फुला आफ्नो हे दिल खोलेर गरौँ सुहा हे दिल खोलेर गरौँ सुहा मिठा 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 माया पिरतीका बात यो पनि सुन्नु भएको छ है मेरी हुनेवाली जीवन साथी है न त देखा फेसबुकमा ओए मेरी हुनेवाली जीवन साथी हे न त देखा छुट्टो विलेज बन्दारे हे न त छुट्टो विलेज बन्दारे यो पनि सुन्नु भएको छ ए आमै रहेछ प्यार अचम्मै हार्ने सुगलम्यारै म सबै गीत त गाउन सक्दिनँ यी मध्ये एक दुईटा गीतहरू गाउने छु लिका छौ त खोइ पछाडिबाट लिकान खोलेर के आवाजै आएन लिका छौ अहिले ब्ल्याक बन्द गर्नुपर्छ म गाउँछु एकदम दिल्लीसितमा धेरै ठुलो नाता छ मेरा इष्टमित्र दाजुभाइ सबै दिल्लीमा हुनुहुन्छ म पनि के अरे रुगाका भेषले आउँदै झुम्ली होइन झुम्ली होइन भन्नु हुँदैन ऊ पनि हाम्रै हो होइन यो मान्छे के चिनेन कि मान्छे बाजुराको त्यही कारण म विनोद बाजुराली माग्छ ताली दिल्लीमा कोही छैनन् मेरा साली म अहिले सम्झन चाहन्छु यो विशेष तीज तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्नुहुने सांस्कृतिक संरक्षण मंचका अध्यक्ष प्रेम ऋषि ब्याउली रहेछ उहाँको नाम है खै कता हुनुहुन्छ प्रेम ऋषि ब्याउलजी खै त ब्याउली फेरि तपाईँहरू आशा ऋषिलाई ब्याउली भन्नु होला होइन है आशा ऋषि तपाईँको उहाँ चाहिँ बाजुराकै हो के मेरै पालिकाको मान्छे उहाँ त्यसकारण ब्याउली चाहिँ आशा ऋषि होइन ढुक्क हुनु होला त्यसै गरेर यो संस्थाका सचिव हुनुहुन्छ मेरै आफ्नै भाइ मेरो आफ्नै फुपूका छोरा के अरे करण शिवा उहाँलाई भाइलाई पनि एकदमै सम्झिन चाहन्छु त्यसै गरेर हाम्रो कार्यक्रम संयोजक हाम्रो अमर विकेशर 2067 सालमा सहित उहाँले कार्यक्रम गर्नु भएको थियो मलाई बोलाउनु भएको थियो रामचन्द्र काफ्लेदेखि लिएर जुनु रिजाल प्रकाश थापाहरू हामी आएको थियौँ यतै कता मैले त्यति ठाउँको नाम थाहा हुँदैन हामी हरिनगरमा कार्यक्रम गरेका थियौँ आज म एकदमै गौरवान्वित छु प्रवासी जनकल्याण समितिका अध्यक्ष ज्यू लगायत महासचिव ज्यू हाम्रो सम्पूर्ण